हामी चाहिँ अहिले बसन नलाइन केन्द्रमा हाई भाई वीडियो ऑन हाँ बाय बाय गएला मिरिक गएर सिलगढी गाइस नमस्ते सबैलाई र तपाईहरुलाई मेरो YouTube च्यानलमा वेलकम गर्दैछु। र आज चाहिँ मैले भ्लग गर्ने ट्राई गरेको, मोटो भ्लग गर्ने र क्यामेरा एंगलहरु के कस्तो मिल्दैछ त्यो ट्राई गरेको। हेर्दै जुम कस्तो हुँदैछ। यो चाहिँ मैले भित्रको माइक इन्टरनल माइक चलाउँदैछु, अन्त यसको साउन्ड क्वालिटी कस्तो आउँदैछ त्यो पनि चेक गरेको। र यो चाहिँ मेरो अहिले यो विन्ड भाइजर चाहिँ अन छ, मैले लगाउँछु भाइजर। अब कस्तो आउँछ र साउन्ड क्वालिटी। अरे भाइ के हो यस्तो, गाडी भन्दा ठुलो त सामान छ त। अन्त आज मेरो काम छ मिरिक गएर, त्यो अलिकति काम छ। त्यहाँबाट अब विनय जोजोको रेस्टुरेन्ट ओपन हुँदैछ, त्यहाँनिर हामीलाई बोलाएको छ। त्यहाँ गएर यस्तो बस्देर अब के कस्तो हुन्छ मौदाहरू। पानी परेको कि के भएको, पानी परे जस्तो लाग्दैछ मलाई चाहिँ। सेम 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 मैले हेलमेट लाएर फिल नभइछ कि, तर सेम सेम पानी पर्दैछ। मिरिकको काम सक्यो, रेस्टुरेन्टको ओपनिङमा पनि गएँ। अब चाहिँ सिलगढी, डाइरेक्ट सिलगढी जाँदैछु। हाम्रो मिरिकको बस स्ट्यान्ड भन्छ हो, टुरिस्ट त हो। कति डरलाग्दो छ त गाडी जाँदा। सिलगढी गएको, अब चाहिँ घरमा एकछिन निस्केर घरमा निस्के। त्यहाँबाट चाहिँ चार्जरहरू लिनु थियो, एक दुईवटा सामान लिनु थियो। अब चाहिँ सिलगढी गएको। यहाँ त अब राम्रो घाम लागिरहेको छ यहाँनिर। सिलगढीमा कति गरम चाहिँ होला आज। एउटा कुरो थियो अघि, त्यहाँनिर मिरिकबाट आउँदाखेरि झन्डै एउटा गाडी एक्सिडेन्ट भयो। त्यो चाहिँ मैले रेकर्डै गर्नु बिर्सेछु। रेकर्ड मैले गरेको भए त त्यो मेरो आजको यो भइहाल्थ्यो, के भन्छ त्यसलाई, थम्बनेल भइहाल्थ्यो, कन्टेन्ट पाइहाल्थ्यो मैले चाहिँ आजको, नभए भोलिको जहिले पनि। यस्तो ओभरटेक आएको, यताबाट गाडी दुईटा गाडी हुँदैछ, त्यो ओभरटेक गरेर झन्डै मलाई हान्यो नि। यो चाहिँ हो सौरेनी बजार। यस भाइ ब्लगर कहाँ हुना नि हेलो। रोड भयो, रोड पनि तेर्सो छ, बाइक कुदाउनु मजा छ कि बाटोमा चाहिँ। लेन्सिङ गर्नु मजा छ यो बाटोमा चाहिँ।
अहिलेको उसमा चाहिँ मलाई के लाग्यो भनेपछि त्यो जस्तै कि अघि त्यो गाडी मैले रेकर्ड गर्नु पाएको भए फुल मिस्टेक हुन्थ्यो क्या। अब त्यही गाडीले मिस्टेक गरेको भन्ने थाहा हुन्थ्यो। अब मैले बाइ चान्स मलाई त्यो गाडीले हिर्काएको भएर त्यहाँनिर अब मैले भिडियो कहाँ गएको यो गाडी फेरि भोलिको प्रोग्राममा गएको होला। यस्तो रङ साइड आएको यार। क्यामेराबाट रेकर्डहरू गरेको छ भने चाहिँ थाहा हुन्छ कि अब कसको मिस्टेक रहेछ, कहाँबाट आउँदो रहेछ गाडी, के हुँदो रहेछ। त्यही भएर अहिले गाडीहरूतिर ड्यास क्याम लाउँछ नि। त्यो अर्को गाडीको त व्हिल कभरै निकाल्दै हिर्काएर। बाफ्रे बाफ आयो भुसा। बाइकको यो नम्बर प्लेटबाट साउन्ड आउँदैछ हौ, झ्यार गर्दै यहाँबाट आउँदैछ साउन्ड। त्यो नम्बर प्लेट गार्ड लगाउनु भने चाहिँ त्यो गार्ड त्यो राम्रो खालको गार्डै नपाएर मलाई नलागो। त्यही भएर त्यो त्यसरी मतलब यस्तो ओह्रालोमा गियरमा हिँड्दाखेरि चाहिँ झ्यार गराउँछ हौ, पुरा भाइब्रेसन भएको जस्तै कराउँछ। सब रङ साइड, बाइक पनि यतै रङ साइड नै आउँदैछ। आज चाहिँ गाइस दुईटा ठाउँको मतलब ओपनिङ थियो, दुईटा जग्गाको। एउटा त माथि म गएर आएँ, जोजोको रेस्टुरेन्ट ओपनिङ थियो, त्यहाँ गएर आएँ। त्यहाँ अलिअलि के खायौँ हामीले, म अनुराग दाहरूले। अब तल फेरि दुधेमा पनि फुपाले दोकान मतलब होलसेलको के त्यस्तो के खोल्ने अरे। त्यही ओपनिङमा आज सबैजनालाई बोलाउनु भएको छ। त्यहाँ पनि भयो भने म निस्किन्छु। आमाहरू चाहिँ बिहानै जानु भएको छ, म चाहिँ ड्युटी पनि जानु थियो। अन्त त्यही भएर चाहिँ त्यहाँ मिरिकको ओपनिङमा पनि जानु थियो रेस्टुरेन्टको। त्यहाँबाट चाहिँ अब म त्यहाँ पनि भयो भने चाहिँ निस्किन्छु। अब भाइजर मैले लगाएँ, कस्तो साउन्ड आउँछ त्यो है भाइजर लगायो भने। यस्ता यस्ता कहाँ रोकेको यस्ताले बिच सडकमा। साउन्ड क्वालिटी चाहिँ मैले अघि चेक गरेको थिएँ गाइस। अलिकति यो माइक अर्को मैले मतलब चेन्ज गर्नुपर्ने चाहिँ माइक क्वालिटी त्यस्तो राम्रो छैन रहेछ। मैले फ्लिपकार्टबाट मगाएको थिएँ, रिभ्यू त राम्रो थियो फ्लिपकार्टबाट, तर त्यो अलिकति चार खालको साउन्ड आउँदो रहेछ। र त्यही भएर म माइक अब अर्को हेर्दैछु, यो माइकले चाहिँ हुँदैन रहेछ। सिलगढी किन गएको भन्दाखेरि चाहिँ त्यो मेरो यता घरको त्यो सामान इलेक्ट्रिक त्यो सामान यता रुम बनाउँदैछ, त्यो भएर चाहिँ त्यो वायरिङको सामानहरू बल्ब लाइटहरू त्यस्तोहरू ल्याउनु गएको। अब सिलगढी जाने काम पनि थियो, तलैबाट ल्याउँछु भनेर अलिक सस्तो पर्छ भनेर नि, त्यही भएर सिलगढी जाँदैछु। अब भोलि त बन्द हुन्छ, म आजै जति सक्दो छिट्टो पुगेर। टाइम कति भयो, 3 बज्यो, लगभग म 4 बजीभित्र त म पुगिहाल्छु सिलगढीमा। चाहिँ उता चर्च रोडपट्टि जानुपर्ने छ। सोच्दैछु आजै सबै काम सकेर आजै फर्किने भनेर, तर ढिलो भयो भने चाहिँ म बस्ने हो। आज बस्ने त उयो गरेर गएकै छु म, मतलब व्यवस्था गरेर गएकै छु सबै कुरोहरू, चार्जर हाल्यो। यति बिघ्न सानो बाटो छ नि गाइस यो चाहिँ। एउटा मुस्किलले एउटा गाडी आएको छ, तर पनि हिल्सको ड्राइभर प्रो हुन्छ, यत्रो सानो जग्गामा यत्रो गाडी निकालिदिन्छ क्या। तल देख्दै गरेको चाहिँ डम्फेटारहरू हो गाइस। लु फेरि गाडी आएछ चाहिँ, अहिले दुधे आइपुगे। दुधेमा चाहिँ यहाँनिर चाहिँ पुल, नयाँ पुल बनिँदैछ। रेड लाइट ग्रिन लाइट बल्छ अरे, त्यो जाँदा हुन्छ गाडी एक्समा जाँदा हुन्छ। ल यहाँनिर चाहिँ डरलाग्दो ठुलो पुल बनिँदैछ, नयाँ पुल। तर आज प्लेन्समा पनि 3:30 हुन आँटिसक्यो, त्यस्तो यता छैन रहेछ, घाम त लागेको छैन रहेछ दुधैतिर। यो पेट्रोल पम्प चाहिँ दामी बनिँदैछ गाइस, हामीलाई चाहिँ सुविधा हुन्छ यो बन्यो भने। राम्रो लाग्दो आज सोध्दै थियो मलाई, यो पेट्रोल पम्प खोलेको छ भाइ सोधेर है भन्ने थियो। यो चाहिँ खोलेको छैन रहेछ त, टाइम लाग्ने रहेछ अलिक खोलिनु। दुधेमा चाहिँ कहाँनिर खोल्नु, यहाँनिर त छैन, सबै यही साइड भन्नुहुँदै थियो भन्नु त। लेट्स सी
कहाँनिर हो भनेर यहीँनिर होला सायद पूजा पनि गरेछ नि